हजुर नमस्कार, यहाँहरुलाई पश्चिम नेपाल युट्युब च्यानलमा स्वागत छ। आज म हजुरहरुलाई मेरोतिर पाइने बोटबिर साना बोटबिरुवा देखाउन गइरहेको छु। हजुरहरु पनि चिन्नु होला है। यो चाहिँ बनमारा यानि कि कालीझार, अनि यो कुर्जो तितेपाती, अनि बेलाबाला गिठा, यो चाहिँ बासिङझार, अनि यो फूलवाला चाहिँ काँडेझार, यो खोला किनारमा पाइने यो चाहिँ ढड्डीझार, अनि यो चाहिँ साना बोट चाहिँ यहाँ कुरो भनिन्छ हाम्रोतिर। पनि एक प्रकारको बाख्राले खाने झार हो। मलाई नाम चाहिँ ठ्याक्कै थाहा भएन। पनि बाख्राले खाने घाँस नै हो। यसको नाम मलाई ठ्याक्कै थाहा भएन। हजुरलाई थाहा छ भने कमेन्ट गर्नु होला। यसलाई चाहिँ रिठौली भनिन्छ। अनि यो पनि एउटा रुइनो भन्ने हो, रुइनो। सानो पात भएको छिछिरा पात भएको यो चाहिँ तेलपरे भनिन्छ हाम्रोतिर। अनि यो चाहिँ रिठौली, यो पनि रिठौली नै हो। अनि यो चाहिँ कालो डन्ठावाला, ठ्याक्कै नाम थाहा भएन। यो पनि बाख्राले नै खान्छ। यो चाहिँ बर्खे घाँस यानि कि कडी पत्ता हो। अनि यो चाहिँ मौवा भन्ने हो। ऐसेलो हो जो हामीले खाना पनि युज गरिन्छ, खाइन्छ। यो पनि एउटा सानो वनस्पति नै हो। ठ्याक्कै नाम थाहा भएन। जो हामी हातमा मेहन्दी लाउने काममा पनि प्रयोग गरिन्छ। यो पनि खोले घाँस नै हो, खोले घाँस भनिन्छ। यो चाहिँ निप्पेर घाँस जो हाम्रोतिर गाईबस्तुलाई खान निकै नै प्रयोग गरिन्छ। खनायो हो, यसलाई खनायो भनिन्छ। यो चाहिँ बन्सो घाँस हो, बन्सो। ल हजुर, आजलाई यति नै। फेरि अर्को भिडियोमा अर्को गाउँमा पाइने फेरि अर्को भिडियो फलफुल बोटबिरुवाको फलफुलको भिडियो लिएर आउनेछु। च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब गर्न नभन्नु होला। धन्यवाद।